हाई गुड आफ्टरनुन अनि यतिखेर चाहिँ हामी पाँचथर जिल्ला फिदिम नगरपालिका वडा नम्बर 2 मा अवस्थित हामी यो भ्यू टावरमा छौँ। यतिखेर ठ्याक्कै यहाँदेखि फिदिम देखिन्छ। यो तल देखिँदै गरेको सुन्दर बजार चाहिँ फिदिम बजार हो। अनि वास्तवमा हामी कहाँ जाँदै गरेको भन्दाखेरि यो भ्यू टावरदेखि ठ्याक्कै यो सिडी उकालो यो सिडी मार्ग हुँदै हुँदै चाहिँ माथि पाहुना घरसम्म चाहिँ आज हामी पुग्नेछौँ। अनि यहाँ हुनुहुन्छ रजनी दिदी। आज रमाइलो पल छ हाम्रो। अहिले म सेयर गरौँला आज खासमा हामी किन यो क्षेत्रमा आएको छौँ, किन यहाँ आएको छौँ भन्दाखेरि चाहिँ फिदिममा रहेको सानिमा लाइफ इन्सुरेन्स शाखाले चाहिँ यहाँनिर सानो कार्यक्रम आयोजना गरेको छ यो पाहुना घरमा विशेष गरेर। अनि हामी सम्पूर्ण टिम नै यहाँनिर आएको छौँ। हामी चाहिँ उहाँहरू चाहिँ माथि गइसक्नुभयो यो रोडबाट, तर हामी चाहिँ यहाँनिर यो सिडी मार्ग हिँड्ने भनेर चाहिँ यहाँ भ्यू टावरमा आएर अनि सिडी मार्ग चाहिँ उकालो चढ्दैछौँ। यहाँ दुईजना चाहिँ माथि कराएकै छन् होइन। थाक्यो। अनि यहाँबाट अलिकति मासतिर पुगेँ म यतिखेर। अनि यस्तो देखिन्छ यहाँदेखि चाहिँ टावर पनि कति सुन्दर देखिन्छ। टावरदेखि यहाँदेखि फिदिमको दृश्य पनि एकदम बबाल देखिन्छ होइन। अनि यहाँ रजन दिदी अब बबाल देखिँदैछ नि टावर। अनि यो जुन उकालो छ यो सिडी मार्ग उकालो, यहाँ वरिपरि चाहिँ एकदमै जडीबुटीहरू पनि छन् होइन। अनि केहरू छ। थाक्यो। उकालो चढ्नु नसकिने रहेछ। कतिवटा सिडी छ थाहा छैन। पाहुना घर हो। म तपाईहरुले पाहुना घरको ल दुईजनासँग भेट भयो होइन। हाम्रो ह्यान्डसम पास्तरकै पास्तरको नम्बर 1 ह्यान्डसम भाइ क्रिस भाइ। जस आज रोज डे होइन। आज रोज डे होइन। कसलाई दिनको लागि चाहिँ रेडी अरे यहाँ हेर न इनोसेन्ट भएको चाहिँ इनोसेन्ट भएको चाहिँ हेर न। रोज डे तपाईले कसरी रोज्नु भयो बताइदिनुहोस्। न न न न सुरज सर आज रोज डे कसले रोज दिनुभयो भनिदिनुहोस्। जनता जान्न चाहन्छन्। निकै वर्ष भयो त्यो रोज डे को पर्खाइमा बसेको होइन। अरे वाह। कोही आउँछ र रोजौँ भनेर पर्खेर बसिरहेको छु। अहिलेसम्म रोज्नु भएको छैन। अहिलेसम्म रोज्नु पाएकै छैन। ल म तपाईँलाई एउटा यस्तो ग्रेटेस्ट अवसर दिन्छु होइन। एउटा रोज लिनु त मलाई दिनु अब। यहाँ सुन्नु न, यो चाहिँ मलाई कसैले रोज सम्झेर दियो भने म चाहिँ खाइदिने वाला। भाइले दिएको रोज भाइले दिएको चाहिँ म यति खाइदिन्छु। हुन्छ यो के रे रुखको पत्ताहरूको त्यो बनिन्छ। अरे वाह पर्यावरणीय। यहाँदेखि फिदिम बजार चाहिँ यस्तो देखिन्छ होइन। यहाँदेखि पनि राम्रो देखिन्छ। म त जन्मेदेखि नै भ्लगर हो नि। फेरि तपाई त खतरा भ्लगर हो नि। हामीले भ्लग आधारमा पाउँछौँ कि भोलि आज तर तपाईको भ्लगमा आउने मौका मैले आज मात्र पाएँ क्या। त्यो त रोज भिडियो लिनु भएन। मैले देखेँ बाबु तपाईको मोबाइल कसैले मलाई रोजै दिएका छैनन्। तपाईको दिदीलाई कसैले रोजेका छैनन्। सुरज सरले दिनुभयो भने पनि म सुरज सर भनेर सम्झेर लिन्थेँ। अब भाइले दिँदा नि म भाइ भनेर सम्झेर लिन्थेँ। तर दुवैजना हो तयार त। हौ धन्यवाद। ह्याप्पी रोज डे। यस्तामा लिँदिन भनेर मलाई दिनु मजा मेरो यस्तो अपमान गर्नुभएको तपाईँले। भ्लग बनाउनु सकाउनु भएछ साँच्चीकै। ल अब चाहिँ अब हामी फेरि पनि यो उकालो सिडी मार्ग हुँदै हुँदै माथिसम्म जान्छौँ। अनि कतिखेर हामी पुग्छौँ अनि ठ्याक्कै पाहुना घर देखाउँछौँ होइन। यहाँनिर माथि फिदिम पाहुना घर जाँदै गरेको। विशेष गरेर चैत वैशाखमा मात्रै गुराँसको फुल चाहिँ फुल्छ। तर पनि यो कहाँदेखि टिप्नु भयो? बाटैमा लाली गुराँसहरू छन्। क्यामेरा फोकस। बाटैबाट लाली गुराँस छन्। हो त्यो म तपाईँलाई देखाउँदै जान्छु। त्यो टिप्नुपर्छ। लाली गुराँसमा त यो सुकेर जान्छ। खासमा फुलिराखेको फुल टिप्नु भनेको पाप हो। तपाईँ पापी। त्यही त हैन फुलिरहेको फुललाई
टिप्दा केही हुँदैन तर त्यसलाई सम्हालेर राख्नुपर्छ क्या अरे वाह तर मैले त क्या बात क्या बात भाइले नै होइन उसले आज बिहानै रोज दियोरी आएको छ नि। हो यो चाहिँ भाइले नै दिनुभएको मैले चाहिँ खाइसकेँ। यो चाहिँ खानु विशेष गरेर औषधि पनि भन्छन् क्या, के को औषधि हो? अरू धेरै रोगको औषधि हो र यदि माछाको काँडाहरूको घाँटीमा अड्केको छ भने यसले सबभन्दा छिटो निकाल्छ माछाको काँडालाई। ओ। धेरै खायो भने मातिन्छ अरे। जो चाहिँ माछा खाँदैन उसलाई नै थाहा अनि छ क्या यहाँभित्रबाट चाहिँ लिङ टल्किँदै छ। ए यो चाहिँ मिठो पनि हुँदो रहेछ, गुलियो पनि होइन। अनि मैले जस्ट पनि खाइदिउँ न युट्युबको लागि मैले पनि यहाँनिर एकछिन बस्नु। खाइदिउँ एउटा चाहिँ खाइदे ल मैले चाहिँ मैले पनि खाइदिएँ यहाँनिर युट्युबको लागि भ्लग बनाउँदैछु। अनि यता इमारा जबेगु उहाँले पनि देखाउनु त, उहाँले पनि भ्लग बनाउँदै हुनुहुन्छ। उहाँको इमारा जबेगु नै छ युट्युब इमारा लिम्बू च्यानल। छ? इमारा लिम्बू छ, सर्च गरेर सबैले इमारा लिम्बू यो युट्युब च्यानल सर्च गरेर सबैजनाले सब्सक्राइब गरिदिनु, उहाँको भिडियो पनि फुल वाच गरिदिनु। अनि फेरि इमाराको साथीहरू जति छन् सबैले यता मेरो पनि सब्सक्राइब गरिदिनु, फुल वाच गरिदिनु। अनि यता मेरो न्युज मिडिया उहाँको न्युज मिडिया छ, न्युज मिडिया सर्च गरेर युट्युबमा फेसबुकमा युट्युबमा टिकटकमा तिनटैमा छ। फेसबुकमा टिकटकमा सबै सर्च गर्नु होला, फलो गर्नु होला, सबै भिडियोहरू पनि हेर्नु होला। अनि फेरि न्युज मिडियामा जो जो हुनुहुन्छ उहाँहरूले पनि फेरि हामीले पनि फलो गर्ने, यता आदान प्रदान हुनु पर्यो नि त होइन। त्यतिको त हुनु पर्यो नि होइन अनि भ्लगै बनाउँदैछौँ हामी चाहिँ। अनि हाम्रो त यो भ्लग ठाउँमा सही चाहिँ म जन्मेर पहिलोपल्ट आइपुगेको चाहिँ धेरै राम्रो रहेछ। अब यता टोल फिल्म बजार एकचोटि हेरौँ त यहाँ। वाउ सुन्दर शान्त विशाल राम्रो फिल्म बजार। अब त्यो फिल्म बजार भयो होइन। अनि यता तल टावर पनि छ, तल टावर। आज ऊ पनि सुनाउनु न रजन दिदी हाम्रो हालत भएको चाहिँ सुनाउनु न सुरज सर हाम्रो के हालत भयो भन्ने सुन्नु आज विशेष गरेर के भने हामी चाहिँ यहाँनिर पाहुना घरमा सानिमा लाइफ इन्सुरेन्सको तर्फबाट यसो चियापानको लागि हामी आएको थियौँ। अनि यो आएको बेलामा चाहिँ यो टावर हुँदै माथि पाहुना घरसम्म हामी भिडियो बनाउँदै जाउँ है भनेर क्यामेरा पनि बोकेर आइयो। अनि ऊ यहाँ तल टावरको छेउमा उभिएर लु भनेर म चाहिँ रेडी भएँ। अनि युवाले क्यामेरा तयार पारेर लु अब यो चाहिँ फिल्म 2 होइन भनेर सुरु गर्न आँटेको, भरे त छैन मेमोरी जहिले यो समस्या हुने। अनि त्यही भएर रिस उठी यो उकालो आउँदै गरेको। अहिले चाहिँ अनि क्यामेरा नल्याएपछि चाहिँ यहाँ सुरोज भाइको फोनमा नै हामीले भ्लग बनाउँदैछौँ। अब अहिले चाहिँ मेरो फोन यहाँसम्म फेरि क्यामेरा भन्दा कम छैन नि त। अनि अहिले यहाँ यतिसम्म बनाइयो। अब बाँकी अलिकति क्लिप माथि पाहुना घरमा भयो जस्तो छैन एकछिन बस्नु। त्यति राम्रो नि। रेडी रातो लाली गुराँस 3 2 1 देखि रेकर्ड भनेर छ क्या अब। अनि के हुन्छ अब? यहाँ हाम्रो सबै भ्लगरहरू होइन पास्तरका नम्बर 1 कन्टेन्ट क्रिएटरहरू मात्रै हो यहाँ सबै तिनैजना। अनि अब चाहिँ हामी यहाँबाट जान्छौँ। यो सिटी मार्ग हुँदै हुँदै माथि हामीलाई कमल सरहरूले एकदम धेरै पर्खिराख्नु भएको छ होला। फोन गरेर गाली गर्न मात्रै सक्नुभएको छैन उहाँहरूले, तर एकदम पर्खि चाहिँ राख्नु भएको होला होइन। ओ गाइज आफ्नै पो छ त ताल के हो ल ल ल त्यत्तिकै पनि पास्तरको ह्यान्डसम भाइहरू होइन। ल है हामी होइन फाइनल्ली पाहुना घर पुगिसकेका छौँ। अनि यहाँनिर देखिँदैछ पाहुना घर एकदमै मौलिक संस्कृतिमा आधारित स्थानीय के भन्छ जे भए पनि स्थानीय स्तरमै सञ्चालनमा रहेको पाहुना घर। यति मध्येमा कुन बेस्ट मन पर्यो? सिस्नुलाई कसैले छुन सक्दैन। यो यो पनि यो बेस्ट। मेरो त सबभन्दा यहाँनिर मेरो बेस्ट मेनु यो चाहिँ मेनु हो यहाँ हो। सेवा सुविधाहरू चाहिँ अब यस्तोहरू छ। अनि मेरो फेभरेट सिस्नु, त्यस पछाडि सेवारो छ, बाटो खोज्दै चटपटे पिरो छ। यस्तो छ है पाहुना घरको यो। को चाहिँ भनेको त तपाईँ पो मेरो साथमा
ल साँच्चै नि जोडी नि अनि यहाँ चाहिँ अब यस्तो पनि छ अहिले मलाई यो थाहा छैन यहाँ पनि विभिन्न जातीय वेशभूषाहरू पनि लगाएर फोटो सोटो लिने भिडियो सुटो बनाउने होइन त्यो पनि सेवा सुविधाहरू छ अनि मेन कुरा हामीले यहाँ पुग्नको लागि यो चाहिँ डेस्टिनेसन हो रुटहरू म्याप अफ के भन्छ रुट होइन यो सन्दकपुर फालोटहरू कहाँदेखि पुग्न सकिन्छ यो चाहिँ ठ्याक्कै यो मेची राजमार्गको रुट हो इलाम कन्यामदेखिको रहेछ इलामदेखि यो फिरिम बजार अनि फिरिम बजार जस सन्दकपुर पुगिन्जेलसम्मको रहेछ यहाँ मलाई यो राई ड्रेस र नि यो गुरुङ ड्रेस चाहिँ लाएर खिच्नु मन छ हो तपाईँलाई कुन मनपर्छ यति मध्येमा अलिक अब आफूलाई मनपर्ने यो मलाई सबैभन्दा पहिला त म लिम्बू भएकोले लिम्बू नै मनपर्छ सबैभन्दा धेरै चाहिँ तर त्यसको नेक्स्टमा चाहिँ यो राईको ड्रेस एउटा लाउनु मन छ मेरो मन चाहिँ सबै पर्छ तर मन छ यो चाहिँ लाएर खिच्नु अनि यो गुरुङ होइन गुरुङ हो यो ड्रेस पनि लाएर खिच्ने मन छ कहिले खिच्नु होला गुरुङ र मगरको कस्तो कस्तो हुन्छ हो अलिक छुट्टै हुन्छ मगरको चाहिँ यस्तो टोपी हुन्छ क्या यहाँ मगरको छैन जस्तो छ हजुर